हेलो एभ्रिवान, यो चाहिँ मेरो प्रेग्नेन्सी वर्कआउट जर्नी हो। मैले चाहिँ 4 महिना जति एक्सर्साइज गरिनँ, किनभने खास गरी चाहिँ 3 महिना नगर्नु भनेर भन्छ। 3 महिना चाहिँ एकदम सेन्सिटिभ हो भन्छ, तर मैले चाहिँ 4 महिना गरिनँ किनभने मेरो मनले मानेन। त्यही भएर त्यसपछि चाहिँ मैले 5 मन्थको 1 महिना चाहिँ घरमा नै स्टार्ट गरेँ, किनभने एकैचोटि म जिम गएर गर्न चाहँदैन थिएँ। घरबाटै स्टार्ट गरौँ न लाइट एक्सर्साइजबाट भनेर। अनि मैले युट्युब हेरेर हुन्छ नि त्यो प्रेग्नेन्सी टाइममा गर्ने वर्कआउट युट्युब हेरेर स्टार्ट गरेँ। तपाईँहरूले सुन्नु पनि भएको होला होइन, प्रेग्नेन्सीमा चाहिँ अब कतिपयहरूले चाहिँ वर्कआउट गर्नु हुँदैन, वाक मात्रै गऱ्यो भने पनि पुग्छ भनेर भन्नु रहेछ। अब कोहीहरूले चाहिँ 9 मन्थ भइसकेपछि वाक पनि गर्नु हुँदैन भनेर भन्ने कुरा गर्दो रहेछ होइन। तर मलाई लाग्छ त्यो चिजहरू चाहिँ गलत हो होइन। सबै कुरा गलत हुन्छ भन्ने कुरा त हुँदैन होइन। अब कति कुराहरू सही पनि भनेको हुन्छ होइन। अब त्यसको लागि त आफूले पनि रिसर्च गरेर हेर्ने, एनालाइज गर्ने। अहिले त दुनियाँ अब एडभान्टेज छ होइन। तपाईँले अब जे पनि पाइहाल्नुहुन्छ रिसर्च गर्दाखेरि। मलाई पनि अब घरभित्रको मान्छेहरूले, त्यसपछि गएर अब आफन्तहरूले होइन, अब हुन्छ नि अब बहिनीहरू पढ्ने हुन्छ, जो पनि हुन्छ होइन। अब उनीहरूले पनि भनेको थियो होइन, यस्तो गर्नुपर्छ, यस्तो गर्नु हुँदैन, यस्तो बेला यस्तरी एक्सर्साइज गऱ्यो भने यस्तो हुनसक्छ भनेर होइन। अब के भन्ने गर्छ नि त उनीहरूको पोइन्ट अफ भ्यू। अब उनीहरूलाई के ठिक लाग्छ त्यही भन्छ नि त। अब सुन्ने र नसुन्ने त अब त्यो त मेरो विचार हो होइन। तर मैले चाहिँ अब मलाई के ठिक लाग्छ, अब ठिक लागेको कुरा चाहिँ उनीहरूको पनि सुन्थेँ हो। अब ठिक नलाग्ने कुराहरू चाहिँ म सुन्दिनँ थिएँ। हुन त उनीहरूले मलाई अब मेरो राम्रो लागि मलाई माया गरेर त्यो चिजहरू भनेको हुन्छ होइन। तर अब सबैजनाको बडी एउटै हुँदैन। फेरि अर्को कुरा चाहिँ जुन दिन मैले वर्कआउट गरेको हुन्छ त्यो दिन चाहिँ मलाई एकदम क्या रिलिफ फिल हुन्थ्यो होइन। फ्रेस लाग्थ्यो क्या। अनि कामहरू गर्न पनि अल्छी लाग्दैन थियो। अनि त्यो दिन चाहिँ हुन्छ नि एक्टिभ भएर काम गरेको जस्तो फिल हुन्थ्यो क्या। अनि कहिलेकाहीँ चाहिँ अब अल्छी पनि त लाग्छ नि। अनि अल्छी लागेको बेला नगरेको बेला चाहिँ फेरि त्यो दिन फेरि केही गर्नु मन लाग्दैन थियो। घरको कामहरू हुन्छ नि, अब आफूलाई पनि आफ्नो सेल्फ केयर पनि गर्न मन नलाग्ने कि। 4 मन्थ कम्प्लिट भएर मैले चाहिँ मेरो रेगुलर गाइनो डक्टरसँग सोधेँ एक्सर्साइज गर्नुहुन्छ कि हुँदैन भनेर। मलाई थाहा त थियो 3 महिना चाहिँ सेन्सिटिभ हो भनेर, त्यही पनि अब सजेसन त लिनु पऱ्यो नि होइन। सोधेँ, उहाँले चाहिँ अब वाक गर्नु 1 घन्टा आधी घन्टा भन्ने जस्तो कुरा गर्नुभयो। अनि फेरि अरू त एक्सर्साइजको कुरै गर्नु भएन। त्यही भएर मैले युट्युबमा फर्स्ट, सेकेन्ड, थर्ड ट्राइमेस्टरमा कुन चाहिँ वर्कआउट गर्ने भनेर हेरेर गरेँ। मेरो स्टोरी सुनिदिनु भएकोमा तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। अब फेरि अर्को स्टोरीमा भेट्नुपर्छ ल। धन्यवाद सबैजनालाई फेरि। बाई बाई।